सो हेलो एभ्रिवान, आज म तपाईँलाई एउटा नयाँ भिडियोमा तपाईँलाई धेरै धेरै स्वागत छ। र म आज तपाईँलाई बताउन गइरहेको छु, जस्तै कि तपाईँलाई अहिले मेरो यो भिडियोको क्वालिटी धेरै नै राम्रो लागिरहेको होइन होला। म एक क्लिकमा चेन्ज गरेर देखाइदिन्छु। देख्नुहोस् पछाडि प्यालो कलर मेरो ब्याकग्राउन्डको पछाडि कस्तो उस्तो लाइट जस्तो अलिकति दामीसँग भएको छ। आजको यस भिडियोमा म सिकाउने छु न तपाईँको पछाडि देख्न सक्नुहुन्छ मेरो यो प्यालोवाला ब्याकग्राउन्ड छ, त्यो ब्लर पनि भइरहेको होला। र आजको यस भिडियोमा म तपाईँले सिकाउने छु कि इन्सर्ट एपबाट तपाईँले त्यो आफ्नो भिडियोलाई पछाडिको ब्याकग्राउन्डलाई ब्लर गर्न सक्नुहुन्छ, यानि कि त्यहाँ खतरा फिल्टर लगाएर पनि तपाईँले एचडी 4K मा कन्भर्ट गर्न सक्नुहुन्छ। र आजको यस भिडियोमा म सुरु गर्न गइरहेको छु र स्टार्ट गरौँ है त। र म मेरो साइडको फोनको स्क्रिनमा देखाइदिन्छु र त्यहाँ तपाईँले राम्रोसँग थाहा पाउनुहुनेछ। र सो गाइज, यतापट्टि मेरो फोनको स्क्रिनमा ध्यान दिएर सुन्नुहोस्, म तपाईँलाई स्टेप बाई स्टेप फलो गरेर म तपाईँलाई सिकाउने छु। त्यसैले भिडियोलाई कट नगरेर हेर्नुहोस्। र तपाईँको 4K एचडीमा भएन भने तपाईँले मलाई कमेन्टमा गाली दिनु होला, केही हुन्न। र तपाईँले पहिला इन्सर्ट एपलाई प्ले स्टोरबाट तपाईँले इन्स्टल गर्नु होला है त। तपाईँले यसलाई तपाईँले प्ले स्टोरको त्यो त थाहा नै होला। यो प्ले स्टोरबाट चाहिँ नि होइन, यो प्ले स्टोरबाट अनि यो इन्सर्टलाई माथि यो इन्सर्ट छ नि त, एकैछिन है त, यो इन्सर्टलाई अनि इन्स्टल गर्नु होला है त। यो इन्सर्टलाई ओपन गरिसकेपछि यहाँ तपाईँले अनि फेरि यहाँ तपाईँले आफ्नो भिडियोलाई टाइमलाइनमा ल्याउनु होला है त। यो मेरो अगाडिदेखि एउटा भिडियो सिलेक्ट रहेछ, त्यसले म यसलाई टिक गरेर फेरि गरेँ। र त्यस पछाडि यतिमा आइसकेपछि र त्यस पछाडि तपाईँले यहाँ भिडियोमा जानु होला है त। भिडियोमा गइसकेपछि यहाँ न्यूमा जानु होला। न्यूमा गइसकेपछि यहाँ एउटा कुनै पनि एउटा भिडियोलाई सिलेक्ट गर्नु होला। इक्जाम्पलको लागि म यही भिडियोलाई सिलेक्ट गर्छु। र त्यस पछाडि एकछिन यहाँ यसको वाटरमार्क पनि हटाउन सिकाइदिन्छु है। भिडियोलाई कट नगर्नुहोस्, तपाईँको एचडी 4K क्वालिटीमा हुन्छ। र त्यस पछाडि तपाईँले यस्तो गर्नु होला कि अनि यसलाई एकछिन रोटेट गर्नु होला, यस्तोपट्टि फर्काउनु होला, किनकि यो धेरै ठाडोमुखी छ नि त। र हाम्रो यो भिडियो तल टाइमलाइनमा देखिनेछ। र त्यस पछाडि तपाईँले यहाँ एकैछिनपछि यता आउनु होला र यसलाई यो बिचको पार्टलाई यसलाई कट गर्नु होला। र यति गरिसकेपछि तपाईँले यसको वाटरमार्क घटाउनको लागि लास्टमा म बताइदिन्छु एक्सपोर्टिङ गर्नेको टाइममा। र त्यस पछाडि तपाईँले यस्तो गर्नु होला र तपाईँले एउटा यहाँ मिल्ने छ, जस्तै कि तपाईँले यहाँ इफेक्ट्स भन्ने छ, इफेक्ट्समा जानु होला है। फिल्टरमा नजानु होला है, इफेक्ट भनेको छ, इफेक्टमा जानु होला। र यो इफेक्टमा क्लिक गरिसकेपछि तपाईँले यहाँ धेरैवटा उहरू मिल्ने छन्, जस्तै कि यहाँ जस्तै इफेक्ट्स मिल्छ, एआई इफेक्ट मिल्छ, फिल्टर मिल्छ, एडिसन मिल्छ। र यतिमाथि तपाईँले एआई इफेक्टमा क्लिक गर्नु होला है त। जस्तै म तपाईँलाई देखाइदिन्छु, एआई इफेक्टमा क्लिक गर्नु होला। र एआई इफेक्टमा जसरी क्लिक गरिसकेपछि यहाँ तपाईँले धेरैवटा इफेक्टहरू मिल्छ र यी इफेक्टहरूलाई हामीले युज गर्दैनौँ, किनकि मलाई यो भिडियोलाई पछाडिको ब्लर गर्नु छ कि, मतलब कि तपाईँले होइन कुनै पनि भिडियो बनाउँदाखेरि पछाडि कोही मान्छे आयो भने त्यसलाई ब्लर गरिदिन्छ कि। अहिले मेरो पछाडिको त्यो ब्याकग्राउन्ड प्यालो छ तर ब्लर भइरहेको होला, अलिकता ढिलिमिली भइरहेको होला। र यति गरिसकेपछि तपाईँले यस्तो गर्नु होला र यतापट्टि यहाँ तपाईँले टाइमलाइनमा यस्तो यहाँ स्क्रोल गर्नु होला है त। स्क्रोल गर्नु होला यस्तो गरेर यहाँ तपाईँले एउटा ब्लर भन्ने आउँछ है त। र यतापट्टि यो ब्लर भन्ने छ, ब्लरमा क्लिक गर्नु होला है त। र ब्लरमा क्लिक गरिसकेपछि यहाँ तपाईँले एउटा ग्युसेस भन्ने छ, यसलाई सिलेक्ट गर्नु होला। यसलाई गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ मेरो यहाँ भिडियो एकछिन यहाँ ब्लर भइसकेको छ र यहाँ एकछिन पुरासँग ब्लर भइरहेको छैन है। र पछाडि एकछिन यहाँ टाइमलाइनमा देखाइरहेको छ, तर अहिले देख्नुहोस् है मेरो भिडियो यतिबाट ब्लर भइरहेको छ तर यहाँबाट ब्लर भइरहेको छैन। त्यसैले हामीले होइन के गर्छौँ भन्दाखेरि पनि यसलाई होइन सिधै खिचेर यहाँ यसले यहाँ ल्याइदिनुहोस् ताकि हामीहरूको भिडियोको पुरामा लागोस्। र त्यस पछाडि तपाईँले यस्तोलाई कट गर्नु होला, अझै पनि यहाँ लागिरहेको छ र भइसक्यो। र त्यस पछाडि तपाईँले यहाँ आफ्नो भिडियोलाई 4K एचडीमा कसरी कन्भर्ट गर्न सक्नुहुन्छ त। र तपाईँले यहाँ फेरि यो इफेक्ट्समा जानु होला है त। जस्तै कि म तपाईँलाई गरेर देखाइदिन्छु। तपाईँले यो इफेक्ट्समा जानु होला र इफेक्टमा गइसकेपछि यहाँ तपाईँलाई धेरैवटा इफेक्टहरू मिल्ने छन्, जस्तो कि इफेक्टमा गइसकेपछि यहाँ धेरै यो इफेक्ट मिल्छन्। अब तपाईँले कुनै पनि आफ्नो उसलाई लिन सक्नुहुन्छ। हो यो इफेक्ट भयो, यदि तपाईँलाई यस्तो इफेक्ट चाहिँदैन भने तपाईँले अर्को पनि लिन सक्नुहुन्छ। जस्तो फिल्टर लगाउनुहोस् है, तपाईँको भिडियोलाई 4K एचडीमा कन्भर्ट गर्ने तपाईँको धेरै धेरै महत्त्वपूर्ण हुन्छ। मेरो अहिले 4K एचडीमा कन्भर्ट भइरहेको होला, तपाईँले अहिले भिडियो देख्नुभएको छ। र त्यस पछाडि यसलाई पनि बढाउनु होला सेचुरेसनलाई, र यसमा जानु होला। र त्यस पछाडि यसलाई बढाउनुहोस् र यसलाई यहाँ जतिसम्म तपाईँले गर्नु चाहनु अनुसार यसलाई गर्नुहोस्। र त्यति गरिसकेपछि यहाँ तपाईँले यस्तो कट गर्नु होला र यस्तो कट गरिसकेपछि यहाँ तपाईँले यतिमा लागिहाल्छ। र त्यस पछाडि यति भइसकेपछि तपाईँले यहाँ वाटरमार्क कसरी हट्छ है त। र तपाईँले एउटा कोनामै तपाईँले एउटा देखिरहेको होला है त, जस्तै इन्सर्ट देखेको छ, यहाँ तपाईँले एउटा देखिरहेको होला बिटिक भन्ने। र यो बिटिङमा क्लिक गर्नु होला र त्यसपछि फेरि रिमुभ भनेको छ, यहाँ बिचमा आइरहेको होला, म ध्यान दिएर सुनाइदिन्छु। फेरि रिमुभ हो, यसमा क्लिक गरिदिनुहोस्
तपाईँको यहाँ फ्रीमा तपाईँको रिमुभ भइजान्छ त्यो वाटरमार्क। र यसलाई धेरैजना मान्छेहरू युज गर्छन्। तपाईँले केही गर्ने पनि केही छैन र यसलाई तपाईँले अनलिमिटेड गर्न सक्नुहुन्छ। यसलाई वाटरमार्क हटाइदिन्छ। देख्न सक्नुहुन्छ अहिले वाटरमार्क केही पनि छैन। हामीले अघि जति गरेको छौँ त्यति नै छ। र यति गरिसकेपछि तपाईँले यसलाई एकछिन यतापट्टिको भागलाई म कट गरिदिन्छु र यसले एक्सपोर्ट गर्नु होला है त। र भिडियोलाई कट गरेर नजानुहोस् है, अझै बाँकी छ एचडी 4K मा गर्नुको लागि। र यसलाई एकछिन एक्सपोर्टिङ हुन्देऊ र त्यस पछाडि हामी अर्कोमा जान्छौँ है त। अर्को पनि एउटा एडिटर छ र त्यस पछाडि तपाईँले म सिकाइदिन्छु अर्को को इन्स्टललाई एकछिनको लागि यसलाई इन्स्टल हुन देऊ र त्यस पछाडि म तपाईँलाई स्टेप बाई स्टेप बताउँछु र तपाईँले भिडियोलाई स्किप नगरिदिनु होला। र 93 र यहाँ भइसकेको छ मेरो एक्सपोर्टिङ। र त्यस पछाडि तपाईँले एउटा भिएनलाई पनि प्ले स्टोरमा सजिलैसँग केही सिचुएसनमा आइरहेका छौँ। र त्यस पछाडि तपाईँले यस्तो गर्नु होला कि तपाईँले मैले भिएनलाई इन्स्टल गर्नु भनेको थिएँ र त्यो भिएनलाई पनि तपाईँले इन्स्टल गर्नु होला, किनकि त्यसलाई पनि धेरै जरुरत छ। र यो भिएनलाई है त मैले भनेको छु, यो भिएनलाई प्ले स्टोरमा राख्न मिल्छ र भिएनलाई ओपन गर्नु होला। र भिएनलाई ओपन गरिसकेपछि यहाँ तपाईँले एकैछिनमा लोडिङ दिन्छ र यहाँ तपाईँलाई एडिट गर्ने ठाउँमा लिन्छ। तलपट्टि एउटा प्लस भन्ने छ र तपाईँले यसमा प्लसमा क्लिक गर्नु होला। र प्लसमा क्लिक गरिसकेपछि यहाँ तपाईँले न्यू प्रोजेक्टमा क्लिक गर्नु, तपाईँले सेभ गरिदिनु होला र यहाँ तपाईँको ग्यालेरीको खुल्ने छ। र त्यस पछाडि तपाईँले यहाँ आफ्नो भिडियोलाई चुज गर्नु होला। तपाईँले अघि हामीले जुन भिडियो गरेका थियौँ त्यही भिडियोलाई यहाँ चुज गर्नु होला। अघि मैले इन्सर्ट एबाट एडिटिङ गरेको थिएँ, त्यसलाई सिलेक्ट गर्नु होला। यो हो र मैले नेक्स्ट गरिदिएँ र नेक्स्ट भइसकेपछि एकछिन यसलाई प्रोसेसिङ हुन दिनु होला अथवा नत्र यो प्रोसेसिङ नहुँदैमा नत्र हुँदैन, नत्र तपाईँको भिडियोमा राम्रोसँग हुँदैन। त्यसैले यसलाई एकैछिन प्रोसेसिङ हुन दिनुपर्छ, नत्र चाहिँ हुँदैन। तपाईँले ध्यान दिएर सुन्नुहोस् है त। म तपाईँलाई यति मेहनत गरेर सिकाइरहेको छु। यदि तपाईँले बुझ्नु भएन भने तपाईँले कमेन्टमा केही भन्नुहोस्, केही कमेन्ट गर्नुहोस्, म सिकाइदिन्छु या फेरि भिडियोलाई फेरि पनि हेर्नुहोस्। र त्यस पछाडि यो हाम्रो भिडियो यहाँ तलपट्टि टाइमलाइनमा आइसकेको छ, देख्न सक्नुहुन्छ यहाँ। र यो भिएन एप हो, भिएनबाट हो है त। र त्यस पछाडि यहाँ आइसकेको छ र अघि हाम्रो जति ब्लर भइरहेको छ त्यति नै छ। र लास्टको यसको वाटरमा त्यो लास्टमा आउनु होला र तलपट्टि एउटा डिलिट भन्ने छ र यसलाई डिलिट गरिदिनु होला है त। र यसलाई डिलिटमा क्लिक गरेर डिलिट गरिदिनु होला। र त्यस पछाडि यहाँ टाइमलाइनमा हाम्रो भिडियो आउँछ र यसमा क्लिक गर्नु होला एकछिन। यो भिडियोमा क्लिक गर्नु होला र त्यस पछाडि यहाँ तपाईँले एउटा फिल्टर भन्ने छ है त। तपाईँले यो फिल्टर छ र यो फिल्टरमा गर्नु नै भएको होला। त्यस पछाडि यहाँ एउटा तपाईँले मिल्ने छ यतापट्टिको हो, यसमा क्लिक गर्नु होला है त। र यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँ धेरैवटा फिल्टरहरू मिल्नेछ र यहाँबाट तपाईँको भिडियोलाई एचडी 4K मा हुन्छ र यसलाई बढाइदिनु होला र यसलाई पनि तपाईँले बढाउन सक्नुहुन्छ। एकैछिन यसलाई बढाउनु होला, यसलाई 30 राखिदिनु होला या फिर 50 पनि राख्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईँले यसलाई पनि 4K मा गर्नु होला र थोडा सा डाइट यता गर्नु होला र यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँ धेरैवटा त्यो उहरू मिल्नेछ, जस्तै कि यहाँ यसलाई यहाँ कतिवटा सेचुरेसन बढाउने भनेर। र यति गरिसकेपछि तपाईँको यहाँ टाइम यसो कम्प्लिट भइसकेको छ, देख्न सक्नुहुन्छ। अहिलेको मेरो कतिवटा त्यो 4 भिडियो थियो भने अहिले एचडी 4K क्वालिटीमा भइरहेको छ। र आजको लागि यति नै, थ्याङ्क यू, बाई बाई। र भिडियो कस्तो लाग्यो तपाईँले कमेन्टमा बताइदिनु होला। र आजको लागि थ्याङ्क यू, बाई बाई। यदि तपाईँ कुनै धुरोमा काम गर्नुहुन्छ भने, त्यस्तो धुरोमा भिडियो बनाउनुहुन्छ भने त्यस्तै आउँछ, त्यसले तपाईँले एचडीमा गर्न सक्नुहुन्छ। र आजको लागि यति नै थियो। र भिडियो कस्तो लाग्यो तपाईँले कमेन्टमा बताइदिनु होला र म कमेन्ट सबैको पढ्छु। र च्यानललाई सब्सक्राइब गरिदिनु होला यार। जो मेरो भिडियो देख्छन् धेरैजना तर सब्सक्राइब गर्दैन, सब्सक्राइब गरिदिनुहोस् यार। र सब्सक्राइब गरिदिनुहोस्। आजको लागि थ्याङ्क यू, बाई बाई। नेक्स्ट भिडियोमा मिलाउँ।